हेलो गाइजहरू, अब चाहिँ हामी उहाँहरू दुईजना जुन पढ्दै हुनुहुन्छ नि त्यो स्कुल देखाउन गइरहेको छु जुन उहाँहरू पढिरहनु भएको छ। अनि उहाँको परिचय दिनु बाबु, हजुरको नाम भन्नुहोस् बाबु। सबैलाई नमस्कार, मेरो नाम राजेश सिंह, म कक्षा 7 मा पढ्छु। अनि हजुर पढ्ने स्कुलको नाम देवी माध्यमिक विद्यालय। अनि कुन हो स्कुल? त्यो परको त्यही हो देखिरहेको जुन बाबु, ऊ त्यो परको अरे। हेर्नु त बाबु, त्यो परको स्कुलमा उहाँहरूको घर चाहिँ उता पल्लोपट्टि डाँडा। उहाँहरू हिँड्दै हिँड्दै चाहिँ त्यो पर स्कुल जानु हुँदो रहेछ कि पढ्नलाई। त्यो परको स्कुलमा न उहाँ पढ्ने नि त्यो स्कुल हो। ल हजुर नाम पनि भनिदिनुहोस् त। सबैलाई नमस्कार, मेरो नाम समीर साई, म कक्षा 8 मा पढ्छु। मेरो पढ्ने स्कुलको नाम श्री खड्गदेव माध्यमिक विद्यालय सुभाष छोटुन बजार जाजरकोट हो। त्यही स्कुल हो। त्यही स्कुलमा पढ्नु। उहाँहरू दुईजना पढ्ने स्कुल चाहिँ त्यही पर गयो जुन उहाँहरू पल्लो डाँडाबाट पल्लो डाँडामा यही बाटो हुँदै यही भिरको बाटो हुँदै उहाँ पुग्नुहुन्छ। कति घन्टा लाग्छ हजुर जान? आधी घन्टा लाग्छ। आधी घन्टा पुगिहाल्नुहुन्छ है। उहाँहरू चाहिँ त्यत्रो टाढाबाट जुन त्यो स्कुल पढ्न पुग्नलाई चाहिँ उहाँलाई आधी घन्टा समय लाग्छ अरे, जुन सधैँ जाने आउने गर्नुहुन्छ होइन पढ्नको लागि। ल हस् त, धन्यवाद।